ला मैले पनि दिदी भेन भन्छु भएन भएन दिदी भेन वाउ मनु सरदार मन पर्यो सरदार मन पर्यो tugen dum hang nu yorik pa bane pana go hu thangbere unchin kiju pana wa membi tigesang alo mekim ton dendro hang ichaba nu seama igro asewaro kira adang desa अनुषा बहिनीको विवाह हुँदैछ यहाँ यसो खानेकुराहरू पकाइँदैछ है ल ani gago yo miklu pahar 24 kyung bha koi mikim gelok phare so am ingyang mang moire cho ani thibong yak thung sa ki koi mikim lok mele kilang ma ya lang ma mai khali cha ma mai angem ma bo khalle jo so am isik itum bang thangja je kilang di khoskia bi mem bi hang binti so ka baro lo ai ba yo ba 혼자 뒤라 알려줘 시대 맞지 kapom tumsang baru algo
यस्तो राम्रो हुनुको राज चाहिँ यता दिदी हुनुहुन्छ है। दिदीले मलाई एकदम राम्ररी बनाइदिनु भयो, एकदम खुसी लाग्यो। दिदी चाहिँ यता मोडर्न ब्युटी पार्लरको दिदी हुनुहुन्छ, बाबा लिम्बू। अनि उहाँ चाहिँ पहिला हाम्रो दिदीले पनि एकदम श्रृङ्गार गरेर एकदम राम्ररी बनाउनु भएको थियो। अनि त्यसको खुसियालीमा हामी एकदम सेटिस्फाई भएर चाहिँ दिदीलाई फेरि मगाएको, आउनुभएको बोलाएर। म चाहिँ के भन्न चाहन्छु उहाँलाई धेरै धेरै धन्यवाद। योभन्दा पहिला 5 वर्ष अगाडि दिदीको पनि गरिदिएको थिएँ, उहाँले चुज गर्नुभयो र अझै पनि मलाई सम्झिनु भएर बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद। एकदमै राम्रो लाग्यो मलाई दिदीले यहाँसम्म आएर मोडर्न ब्युटी पार्लरको दिदीले यहाँसम्म आएर हामीलाई यसरी सेवा प्रोभाइड गर्नुभएकोमा धेरै धेरै धन्यवाद। साथै तपाईँलाई पनि यो फोटो क्यामेरा भिडियो बनाएर साथ सहयोग गरिदिनुको भए धेरै धेरै धन्यवाद सेवाहरू। साथीहरू दुईजनालाई चाहिँ वैवाहिक जीवनको एकदम धेरै धेरै शुभकामना। हामी चाहिँ झापादेखि आएको है, उहाँहरूलाई एकदम वैवाहिक जीवनको एकदम खुसी रहनु, सुखी रहनु, जहिले यस्तै देखिरहन पाऊँ। सेवाहरू मेरो प्यारो साथी मनिषा योङाङ अनि हाम्रो विक्रम ब्रदरलाई सुखद दाम्पत्य जीवनको धेरै धेरै शुभकामना। सेवाहरू नमस्ते, दुईजना झापाबाट सिस्टरहरू यहाँसम्म आएर हामीलाई आशीर्वाद दिनुभएकोमा धेरै धेरै धन्यवाद। अनि यहाँ कल्पना सिस्टरलाई चाहिँ कल्पना सिस्टरको चाहिँ फेरि पनि यही मङ्सिर नकटोस्, त्यो अर्को ठुलो आशीर्वाद छ मेरो तर्फबाट। फेरि पनि उहाँको यस्तै मण्डपमा बसेर फेरि पनि आशीर्वाद दिन पाऊँ भन्ने। नमस्ते, म बोयौलीको दिदी हुँ। मेरो बहिनी र जोइलाई दुईजनालाई नयाँ दम्पति जीवनको धेरै धेरै शुभकामना छ र अब आउने नयाँ जीवनहरू चाहिँ सुखमय बितोस् र फुलोस्, अग्रिमसँग अगाडि बढोस्, त्यति त होला है। फिल्म स्टारमा आउँछु ल। के भन्छ हजुर? ए माथि नै लड्यो भने
आशीर्वाद अब मनुलाई कति दिउँ ठिक ठिक दे न ल प्यारी भदैरी मनु अनि हाम्रो प्रिय जोइ साहबलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना जीवन सोचे जस्तै बनोस् है त्यसपछि हाम्रो तर्फबाट सानो उपहार छ चिनो यो मायाको चिनो लिनुपर्छ ल ल यो चाहिँ तैँले बे गरेर गएर उता तेरो सम्झने बिर्स नि रुममा राख जहिले पनि एक ठाउँ ला कस्तो कस्तो भयो खुसीको हल्का मलाई त्यहाँ हामी तिनजना छौँ हेर्ने जहिले अनि सम्झी मेरो चाहिँ विशेष गरी साथी पनि अनि बहिनी पनि ल ल अनि मेरो जोइ ल धेरै धेरै के भन्छ बधाई छ अरू त उसले थपिहाल्यो भयो नमस्ते म बेहुलीको फुपू नमस्ते म बेहुलीको काकी नमस्ते म बेहुलीको दिदी नमस्ते म बेहुलीको साथी नमस्ते म बेहुलीको दिदी सेवा सेवाहरू म बेहुलीको साथी नमस्ते म बेहुलीको फुपू नमस्ते म चाहिँ आजको बेहुली यता बिचमा आउनुहोस् यता तपाईँको प्रेम कहानी कति वर्षको हो? प्रेम कहानी मलाई थाहा छैन त भन्नु कति वर्षको हो? होइन मलाई त थाहा नै छैन अचानक मेरो कति वर्ष भयो? थाहा नै नपाई मेरो लभ पर्यो भनेपछि यता थाहा हुन्छ नि त ल फुपाजु तपाईँलाई सेम क्वेसन कति कति इयर्स भयो? एटलिस्ट थाहा आउनु पऱ्यो क्या हाम्रो प्रेम कहानी यति भयो भनेर चाहिँ कति भयो? थाहा छैन कति वर्ष भयो भनेर एटलिस्ट मलाई त नो भयो होला 11-12 वर्ष होइन कि कति हो? 11 वर्ष भयो? हामीले चिन्जान गरेको चाहिँ 12 वर्ष भयो लभ परेको त कति भयो? 6 वर्ष भयो होला 6 वर्ष जति भयो भनेपछि मैले फुपू तपाईँले सोधेँ याद छ कि छैन तपाईँहरू भेट्दासम्म पहिला कहाँ भेट्नु भएको थियो? फेसबुकमा फेसबुकमा कहिले भेट्नुको डेट थाहा छ? थाहा छैन त्यो त थाहा छ ओइ आफ्नो लभ बारे भन त निकै कुस मुकुस त भन्नु न अनि दुईजना बोल्दाखेरि चाहिँ प्रेम प्रस्ताव पहिला कसले राख्नुभयो? प्रेम प्रस्ताव यसो हेर्दा कस्तो लाग्छ? ओ बाजु कसले गर्नुभयो प्रेम प्रस्ताव? प्रेम प्रस्ताव प्रेम प्रस्ताव त यस्तो भयो हाम्रो पहिला के भन्छ हामी साथी साथी नै थियौँ होइन बोल्दै जाँदाखेरि त्यो प्रेम प्रस्ताव यताउति भन्दा पनि आफैमा एक किसिमको कनेक्सन भयो त्यो पनि प्रेम प्रस्तावको एउटा शब्द हुन्छ नि त्यो चाहिँ अब म माया गर्छु त्यो शब्द चाहिँ कसले पहिला भन्यो? पुरा मनमा घन्टी कहिले बज्यो त ड्रम सिट भनेर सोध्न खोजेको ए त्यो त भयो
5-6 वर्ष अगाडि नै हो होइन हुन चाहिँ भनेपछि फुपूले गर्नुभयो कि फुपाजुले गर्नुभयो कसले गर्यो कति साह्रो प्रपोज त मैले गरेको तपाईँले गर्नुभएको भनेको पत्यायो होइन उसले नै प्रपोज गरेको नि मैले भनेपछि त्यो प्रपोज गरेको डेट त थाहा छैन होला है त्यो त थाहा छैन कहिले के हो। यो के हो यस्तो अनि नि यहाँ सुन्नु के अरे फुपू तपाईँलाई नि फुपाजुले एकदम ह्याप्पी सबैभन्दा खुसी बनाएको कुनै मोमेन्ट सबैभन्दा खुसी लागेको कुनै मोमेन्ट छ सरप्राइज गरेको मोमेन्ट सरप्राइज गरेको मोमेन्ट सरप्राइज गरेको मोमेन्ट त के छ हौ त्यही उता बाहिरदेखि नै छैन खुसी बनाएको आफू बाजु के हो खुसी बनाउनु भएको छैन खुसी नबनाइ बिहे गरेँ मैले ल ल फुपू बाजुलाई सेम क्वेसन फुपूले तपाईँलाई एकदम खुसी बनाएको यो मोमेन्ट एकदम याद गर्न लायककै कुनै मोमेन्ट खुसी त हर दिन खुसी नै त्यसमा पनि स्पेसिफिक हुन्छ नि त स्पेसल कुनै दिन स्पेसल उसले के भन्छ भन्नै आएन मलाई भने तपाईँलाई स्पेसिफिक कुनै डेट त याद छैन होइन ट्याक्कै डेट चाहिँ यो भन्ने थाहा छैन डेट होइन मोमेन्ट के मोमेन्ट ठ्याक्कै याद भएन यादै नभए बिहे भयो अब बिहे त गर्नुभयो बिहेको लागि प्रस्ताव कतै पहिले राख्नुभयो यस्तो खुसी चाहिँ कस्तो भएको थियो भने नि अब घरमा माग्न आउनु न भनेको दिन चाहिँ म एकदमै खुसी भएको थिएँ कि गर्ने हो मलाई अनि बिहेको लागि प्रस्ताव कसले गर्नुभयो बिहेको लागि प्रस्ताव चाहिँ मैले नै गरेको थिएँ तपाईँले गर्नुभएको अनि प्रपोज चाहिँ मैले गरेको प्रपोज चाहिँ तपाईँले गर्नुभएको प्रस्ताव चाहिँ उहाँले गर्नुभयो अनि अहिले बिहे के अरे तपाईँको बिहे भइरहेको छ कस्तो महसुस भइरहेको छ तपाईँहरूलाई कस्तो हुँदो रहेछ बिहे भइराख्दाखेरि यस्तो हुँदो रहेछ अलिक ढुकढुक डर हुन्छ अनि यसरी फोटो खिच्न भिडियो खिच्न फेरि रमाइलो लाग्दो रहेछ मिक्स छ क्या मिक्स हुँदो रहेछ दुइटै होइन तपाईँहरूलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना छ ल धन्यवाद तपाईँलाई पनि धेरै धेरै धन्यवाद हाम्रो यो यसरी आएर भिडियो सुटिङ गरिदिनु भयो फोटो खिचिदिनु भयो फेरि पनि तपाईँहरू यसरी नै अरूकोमा पनि यसरी नै राम्रो फोटोहरू भिडियोहरू बनाइदिएर तपाईँहरूको प्रगति पनि होस् भन्ने चाहन्छु धन्यवाद मेरो पनि त्यही नै हो एकदम राम्रो गर्दै जानु भिडियो फोटोहरू हाम्रो पनि अब हेर्न पर्छ त्यति नै हो हस् धन्यवाद हस् Ani dogang yang simnang bas pabe wa sorry kiapa namnyo dong sorry kiapa dio baki utang yung dio klaso namnyo dong lasang yung hen sa chin jem bong la chan भाउजू छिटो न कति का ongin अलि सँग अब अनि भन्दै छौँ त चलो म
चक्नु यत्रै सुइदियो हामी पनि भन्नु न खोइ अलिकति शब्द होइन उता मिलाउनु पर्यो नि रिप्लाई आयो त रिप्लाई फर्काउनु पर्छ इच्छा माने मन मेरो अरबी इच्छा माने मेरो अरबी बेबी Bagus saya balam batu. Embe kongo gudiro kokwe. Udah masalah yang dia ning mesra nih. You video Kemi mana? Nasib mai. Bebe, macam dah min. नानीहरू छन् नि मसिनो भएको नानीहरू उनीहरूले यस्तो चाहिँ थियो है भन्ने खालको त्यो एउटा हुन्छ नि अनि हजुर सफासँग नु भए पर्छ है